हात खुट्टा झमझमाउने लाटो हुने समस्याको अर्को मुख्य कारण भनेको पेरिफेरल न्युरोपेथी हो। पेरिफेरल न्युरोपेथी एउटा नसा सम्बन्धी समस्या हो जसको कारणले गर्दाखेरि तपाईको हात खुट्टा झमझमाउने लाटो हुने र जलन महसुस हुने गर्दछ। यति मात्र नभएर यसले तपाईको निन्द्रामा एकदमै धेरै असर गरिरहेको हुन्छ भने हिँड्न र शरीरको सन्तुलन मिलाउनको लागि पनि एकदमै धेरै असर पर्ने भएकाले तपाईको दैनिकीमै धेरै प्रभाव पारिरहेको हुन्छ। तपाई हामी नजिकका व्यक्तिहरुमा पनि पेरिफेरल न्युरोपेथीको समस्या भएका व्यक्तिहरु धेरै हुनुहुन्छ। प्राय गरेर यस समस्याको सही पहिचान हुन नसक्दाखेरि तपाईको उपचारमा पैसा र समयको बर्बादी भइरहेको छ। अब यसको प्रभावकारी उपचार कसरी गर्ने त? यदि तपाईमा पनि पेरिफेरल न्युरोपेथीको समस्या छ भने वसुन्धरा काठमाडौँ स्थित काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरलाई सम्झन सक्नुहुन्छ। यस समस्याको उपचारका लागि काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरबाट दिने ट्रिटमेन्ट मोडालिटिजहरू नर्भ इन्जेक्सन, रेडियो फ्रिक्वेन्सी एब्लेसन, सिम्पेथेटिक नर्भ ब्लक, केटामिन इन्फ्युजन, लिडोकाइन इन्फ्युजन, इन्ट्राथेकल ड्रग डेलिभरी र स्पाइनल कर्ड स्टिमुलेसन। थप जानकारीका लागि काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टर वसुन्धरा काठमाडौँ। सम्पर्कका लागि फोन 01495989363, मोबाइल 98 036 33 480।